कुनै चलचित्र कस्तो छ भन्ने थाहा पाउन आफैले हेरिरहनु पनि पर्दैन, हेरिसकेको कसैलाई सोद्धा पनि थाहा लाग्छ। तर यो प्रेम भन्ने चिज चाहिँ यस्तो रहेछ कि अरूको हेरेर वा अरूबाट सुनेर यसको वास्तविक स्वाद थाहा पाउनै नसकिने रहेछ, आफैले अनुभव गर्नुपर्ने रहेछ। केही अघि दशरथ माझीको जीवनको सत्य घटनामा आधारित एउटा हिन्दी सिनेमा हेरेको थिएँ, माझी द माउन्टेन म्यान भन्ने। मलाई मनपर्ने कलाकार नवाजुद्दिन सिद्दिकी थिए प्रमुख भूमिकामा। श्रीमतीलाई हस्पिटल लैजाँदा ढिलो भएर श्रीमतीको मृत्यु हुन्छ। गाउँ र हस्पिटलको बीचमा ठुलो पहाड भएकोले सिधै गाउँबाट हस्पिटल लान सकिन्न, त्यो पहाडको कारण, र लामो बाटो घुमेर त्यो पहाडलाई छेलेर अर्को ठाउँको बाटो घुमेर हस्पिटल पुग्नुपर्ने हुँदा धेरै समय लागेको हुन्छ, जसले गर्दा उपचारको समयमा नपुगेर मृत्यु हुन पुग्छ दशरथ माझीकी श्रीमतीको। गाउँबाट पहाड पारी पुग्न त 4 माइलको दूरी हो, तर घुमेर जाँदा त्यहाँ पुग्न 40 माइलको बाटो पार गर्नुपर्ने हुन्छ। श्रीमतीको मृत्यु भएपछि दशरथ माझीले अठोट गर्छ कि त्यो बीचको पहाड फोरेर बाटो बनाउने, अनि दिन रात नभनी पहाड खन्न थाल्छ। मान्छेहरू भन्छन् ऊ पागल हो, जिन्दगी बर्बाद गरिरहेछ, तर ऊ भन्छ यो भित्रको घाउ हो। खडेरी लागेर गाउँलेहरू सबै बसाइ सरेर जान्छन्, तर ऊ एक्लै त्यही पहाडमा बसेर पहाड नै फोरिरहन्छ। त्यही क्रममा एउटा पत्रकारले उसलाई भेट्न आउँदा सोध्छ कि यत्रो पहाड फोड्छु भन्ने तागत कहाँबाट ल्यायो? ऊ भन्छ यो प्रेम हो, प्रेममा बहुत बल हुन्छ। अन्ततः 22 वर्ष लगाएर उसले पहाडको बीचबाट बाटो बनाइ छाड्छ। यो इन्डियाको सत्य घटनामा आधारित सिनेमा हो।